सो गाइस र मैले चाहिँ एउटा बाइकको खतरनाक मोडिफाई गरेको थिएँ नि त हैन र जो NS200 को हुन्छ यहाँ पर पछि देख्दै छ मैले चाहिँ त्यसको हेडलाइट डाउन गरेको थिएँ हैन र हेडलाइट डाउन गर्दा चाहिँ बीचमा ग्याप हुन्छ र तपाईहरुलाई मैले भिडियोमा देखाउँछु है र तपाईहरुले एकछिन भिडियो सुरु गर्नभन्दा अगाडि च्यानललाई लाइक शेयर र फलो गरिदिनुस् है अनि तपाईलाई देखाउँछु है मैले कसरी बनाएको छु भनेर पछिको क्यामेरादेखि हेर्नुस् ल र त्यो मोडिफाई चाहिँ हेर्नुस् है तपाईले मैले जुन हेड डाउन गरेको थिएन र यस्तो ग्याप भएको छ बीचमा है अनि यो ग्यापलाई पुर्नुको लागि चाहिँ केही त चाहियो र मैले एउटा यस्तो दामी बनाएको छु है तपाईलाई अहिले देखाउँछु र तपाईलाई फर्स्ट लुक्स देखाउँछु है यहाँ हेर्नुस् साइडदेखि लुक्स यस्तो खतरनाक छ है यस्तो सिधा भइरहेछ बाइक अनि अगाडिदेखि त झन् बहुत खतरनाक लुक्स देख्दैछ गाइस यहाँ हेर्नुस् है तपाईले यस्तो भइरहेछ है नम्बर प्लेट चाहिँ मैले त्यही राखेको छु बेसी डाउन गरिन त हल्का गरेको छु हैन र यतादेखि हेर्नुस् है बहुत खतरनाक छ गाइस लुक्स चाहिँ के भन्नु र त्यो ग्याप पुर्नुको लागि चाहिँ मैले एउटा यस्तो खतरनाक मेहनत गरेको छु हैन त्यो चाहिँ के भन्दाखेरि यहाँ पर हेर्नुस् है तपाईले जुन यो PCC पाइप हुन्छ नि त्यो काटेर चाहिँ मैले यस्तो लुक्स दिएको छु है अनि यो चाहिँ टेक्नोलोजी भन्छ है जो यो प्लेट किन्नु चाहिँ 300 हो कि 400 पर्छ नि त र मैले चाहिँ घरमै बनाइदिएको छु हैन एकदम बवाल पारा र फिनिशिङ चाहिँ भएको छैन यहाँ हेर्नुस् है तपाईलाई जुन यो चाहिँ यसरी फिटिङ हुन्छ हैन यो फिटिङ भएपछि यस्तो ग्याप पुरिन्छ है के भन्नु अब अहिले तपाईहरुलाई म फिट गरेर पनि देखाउँछु ल एकताल यस्तो हुन्छ हैन र अनि यो फिट गर्नको लागि चाहिँ दुईटा स्क्रु चाहिन्छ नि त एकदम बवाल आइडिया छ मेरोमा हैन मैले बनाएको छु एकदम घरमा 0 रुपैयाँमा र तपाईलाई म फिट गरेर देखाउँछु ल कस्तो देख्छ ल यता हेर्नुस् मैले फाइनली यो चाहिँ लगाइसकेको छु हैन यस्तो बवाल लुक्स आइरहेछ अलिकति फिनिशिङ भएको छैन फिनिशिङ सकेर चाहिँ यस्तो खतरनाक लुक आउँछ हैन गाइस यस्तै छ गाइस सो गाइस तपाईलाई कस्तो लाग्यो मेरो मोडिफाई कमेन्ट गरिदिनु होला अनि भिडियोलाई लाइक शेयर अनि पेजलाई फलो गरिदिनुस् बाइ बाइ तपाईलाई मिल्छ अर्को भिडियोमा ल